मर्निङ फ्रम थाङस्याप। हामी चाहिँ अब उठ्यौँ, रेडी हुँदैछौँ अनि अब हामी एकछिनमा ब्रेकफास्ट गरेर चाहिँ लाङटाङ भिलेजतिर जान्छौँ अनि त्यहाँदेखि फेरि हामी गुम्बा के अरे तेन्जिङ गुम्बा भन्ने ठाउँमा चाहिँ गएर बस्ने अनि भोलि चाहिँ हामी तेन्जिङ री चाहिँ जान्छौँ। चाहिँ ठिक पर्दैछन् पूजा दिदी पढ्दै हुनुहुन्छ। हामी चाहिँ अब ब्रेकफास्ट गरेर हिँडेको तपाईँहरू यहाँको भ्यू देख्न सक्नुहुन्छ। यस्तो छ। अब हामी तपाईँहरूलाई के पो म त कस्तो बिर्सिहाल्छ हौ ठाउँको नाम पनि। लाङटाङ भ्यालीमा पुगेपछि भिडियो गरेर देखाउँछु है त। हामी चाहिँ अब लाङटाङ भिलेज पुग्न लाग्यौँ। अबको 10 मिनटमा चाहिँ हामी लाङटाङ भिलेज पुग्छौँ। बाटो चाहिँ एकदम सजिलै रहेछ, सँगसँगै रहेछ होइन। यस्तो मजाले मेरो लागेको छ। यो बाटो कटेर चाहिँ लाङटाङ भिलेज आउँछ। फाइनल्ली हामी चाहिँ लाङटाङ भिलेज पुग्यौँ अनि लाङटाङको यहाँको हाइट चाहिँ रहेछ 55 मिटर। अब हामी यहाँ चाहिँ खाना खाएर फेरि हामी गुम्बातिर लाग्छौँ। हामी चाहिँ खाना खाएर लागेको अनि एकदम चिसो हावा भएर चाहिँ मैले चाहिँ यो ज्याकेटको टोपी प्लस यो टोपी लाउँदाखेरि गोफले जस्तो देखेको छ भन्दै थियो नि, तर ठिकै छ गोफले नै देखियो। अनि अर्कोलाई चाहिँ मौरी काट्ने जस्तो देखेको छ। मौरी काट्यो नि मह काट्ने मह काट्ने जस्तो। थ्याङ्क यू। थ्याङ्क्स। अनि मलाई मौरी काट्ने जस्तो मह काट्ने जस्तो देखियो अनि मलाई त नदेखियो। अब हामी त्यहाँदेखि पुग्छौँ। अब चाहिँ हामी गुम्बा पुग्नै लाग्यौँ। साथीहरू चाहिँ अगाडि नै उनीहरू चाहिँ अलिक छिटो हेऱ्यो, मलाई चाहिँ उनीहरू अलिक गाह्रो भयो। अनि गएर होटल गर्दै गर नि त भनेर पुरा बिस्तारै आउँछौँ भनेर हिमाल देखिरहेको छ यस्तो राम्रो। उसैले छेकी गर्ने। हामी चाहिँ फाइनल्ली आइपुगिसक्यौँ तेन्जिङ गुम्बा। म र जुनु साथीहरू चाहिँ अघि होटलमा पनि बसिसके। हामी चाहिँ बिस्तारै बिस्तारै आएको, एकदम गाह्रो पनि भयो। बाटो त त्यस्तो गाह्रो चाहिँ होइन कि, त्यस्तो उकालो चाहिँ होइन, तर एकदमै हावा चलिरहेछ अनि पानी पनि सिमसिम सिमसिम पऱ्यो। अनि बिस्तारै हामी चाहिँ रेस्ट गर्दै आएको। तपाईँहरू देखाउँछ है देखेको। हामी चाहिँ फाइनल्ली रेड पान्डा होटलमा बस्यौँ। म त मरेर आइपुगेँ। भोलि कसरी जाने हो भने बाँच्यौँ धन्न। अल्टिट्युड सिकनेस पनि भएन होला है, टाउको त चिसोले दुखेको, पानी पर्दैछ र। अनि रुम पनि एकदम राम्रो लाग्यो मलाई, नयाँ नयाँ रहेछ।
खाना कस्तो हुन्छ मेरो अनुहार चाहिँ एकदमै सुन्निएछ चिसोले हात त झन् फिलै गर्न नसक्ने भएको छ रेड पान्डा होटलमा बसेको बल्ल 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 आइपुगेँ भोलि कसरी जाने हो अहिले चाहिँ बेलुकाको 4:30 भयो हामी चाहिँ वहाँ झन्डै 12 बजीदेखि हिँडेको अनि 2:30 मा पुग्नुहुन्छ भन्नुभएको थियो हजुर हामी चाहिँ 4:30 मा पुग्यौँ बाई बाई गुड मर्निङ फ्रम क्यान्जिङ गुम्बा अनि हाम्रो होटल चाहिँ यो हो हामी बसेको रेड पान्डा यस्तो राम्रो रहेछ है तपाईँहरू पनि लाङदाङ आउनुभयो भने चाहिँ यही होटलमा बस्नु होला एकदम एफोर्डेबल प्राइस छ अनि हाम्रो होटलदेखि देखेको भ्यू चाहिँ यस्तो छ यस्तो दामी वाउ आइहाल है हाम्रो चाहिँ क्यान्जिङ गुम्बाको ब्रेकफास्ट अनि हामी यति खाएर चाहिँ माथि जान्छौँ हामी चाहिँ ठिक पढ्दैछौँ मेरो ओठ चाहिँ यत्रो सुन्यो अनि त्यो अल्टिट्युड सिकनेसको दबाई खाएर पुरा हात झम्झमाइरहेको छ अब जान सकेन भने चाहिँ हामी यहीँ बस्ने त्यो यहाँदेखि अलरेडी भ्यू चाहिँ देख्यो अब जाने चाहिँ सक्दो प्रयास गर्ने हो यहाँसम्म आएपछि फेरि होइन तर अब सक्दैन भने चाहिँ नजाने फाल्टुभन्दा ठुलो कुरा केही हुँदैन त्यही भएर पुरा अनुहार झमझम 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 भन्छ अनि हात अब 8 बज्न लाग्यो अब हामी जान्छौँ रेडी भएर हिँड्न लागेको यो साथीहरू रेडी हुनेछन् अब फर्केर कति 2-3 घन्टा लाग्छ भन्नुभएको छ यहाँदेखि अब हामीलाई चाहिँ कति घन्टा लाग्ने हो अनि यहाँदेखि अब खाना खाएर ओह्रालो झर्नु अरूहरू त्यसरी झर्नुहुन्छ अरे हामी चाहिँ अब सक्छौँ सक्दैनौँ सकेनौँ भने चाहिँ यहीँ बस्ने अनि बरु भोलि बिहानै जाने भन्ने प्लान छ हामी चाहिँ बिस्तारै बिस्तारै जान्छौँ र म चाहिँ सक्दैनौँ पुरा यो अल्टिट्युड सिकनेसको साइड इफेक्टले दबाईले झम्झमाइरहेको छ ल बाई बाई हामी चाहिँ फाइनल्ली क्यान्जिङमा आइपुगिसक्यौँ यो चाहिँ अब यहाँदेखि यो चाहिँ पिक 1 अनि अर्को छ यो चाहिँ अर्को माथि पनि जानुभयो हामी चाहिँ नजाने भनेर यहाँको भ्यू चाहिँ यस्तो छ अहिले चाहिँ हामी मात्रै छौँ यहाँ चाहिँ अनि हामी चाहिँ फोटो भिडियोहरू खिच्दैछौँ बादल यति राम्रो देखेको छ हिमाल चाहिँ एकैछिनमा छोपिहाल्दो रहेछ कति काम फोटो खिच्नु भयो नखिच्नु भयो म छोडिदिन्छु तिमी जान सिलगढीमा जान सिक्किमतिर ल
तिमीलाई देखेर हिमाल हाँसेको तिम्रो गीत सुनेर मुनाल नाचेको तिम्रो जुवनलाई हो देखेर पिरती गाँसेको भयो थ्याङ्क यू हामी चाहिँ नुहाएर अब ताप्ने हजार यता चाहिँ यस्तो हुँदो रहेछ के चाहिँ दिदी कफी कफी कि काफी कफी कफी